दामी फुल हुने ठाउँ रहेछ यो होइन गाइजहरू। अनि तपाईँको ऊ तलतिर पनि रहेछ, चिया नि रहेछ यहाँतिर। अनि यो ठाउँमा चाहिँ आजमा आएको छ। तलतिर फेरि छुट्टै छ ठाउँहरू। हेर्नु चियाको रहेछ बोट यो। मलाई के थाहा, हेर्नु कस्तो मजा काटेको। फेरि बाइकको फेरि बडा उयो केटाहरू होला। अब हेर्नु त ल, यो मजाको ठाउँ आजमा। उता पर पुरै हाट, पुरै भ्याली, यता पुरै जङ्गल, यो माडी सब जङ्गल। अब म यसो यात्रा घुम्छु कि तपाईँलाई म भिडियो सिडियो देखाउने कोसिस गर्छु है। के रहेछ यार, टोइलेट जानु हुन्छ त। यत्रो के हो यार, घन्टा नि रहेछ। कहाँ छु भन्दाखेरि अनि तपाईँको गेन्चाइची भनेपछि म यहाँ छु अहिले। अब यसको यो जाने हुने नहुने, यो रातो लगाएको ठाउँ भनेको नहुने पहिरो सरी आउनु होला। अहिले म खास चाहिँ यति सानो ठाउँमा छु, तर यसो चाहिँ फुलहरू छ। तलतिर चाहिँ के भन्छ, चियाको बोटहरू छ। यहाँ रोक्नु पनि थियो क्या, उहाँ परला रोकेर अल्लाह हेर्नु त्यहाँभित्रको वातावरण। एउटा माथिमा जाने पनि ठाउँ पनि छ। कहाँबाट आएको छ हौ यहाँ त्यो माथा। यहाँ भने यो झर्ना मलाई बेसी लाग्यो। अब काँडा हो यार यो झर्ना। यो माथि रक्स ल हेर्नु त, राम्रो लियो। यसो माथि चाहिँ जानु पर्यो। मैले धेरै ठाउँतिर यो भिडियो लिनु पाएन क्या, यस्तो खराब। अब यसको मुनान्तसम्म जान सक्दिनँ, डर लागिरहेको छ मलाई जान माथि पनि। एक्लै पनि छु, रुई जाने भएको हुन्थ्यो क्या, रुई छैन क्या। कहाँ गाडी कुदायो आयो मोरे। डाँडै यता माथि त पुरै जङ्गल हो। फेरि यता फाँट भइहाल्यो होइन। त्यो तल चियाबारी छ, यता यो रोडहरू तलपट्टि साइडमा। अब यहाँ अरू अरू गाडी पनि छ। अब म त्यहाँ जान्छु अनि ल्याउँछु। देख्दिनँ त, त पर रहेछ। गाइजहरू मैले अब गाडी पनि त्यहाँ लिएर राखिहालेँ होइन।
अब म चाहिँ यो हिमालमा जान लागेको छु होइन। इकेदानामुरी भन्ने ठाउँमा अब म यहाँलाई माथि जान छु है गाइजहरू। हेरौँ अब यहाँ कस्तो कस्तो हुँदै जान्छ बाटोहरू। निकै मैले 2-4जना मान्छेहरू फर्केको देखेँ। ल उता फेरि बिर्सेछु फेरि कस्तो होला। गाइजहरू मैले अब जुत्ता नि फेरि होइन। अब म चाहिँ यहाँबाट माथि जान्छु। हेरौँ यो अवश्य राम्रो पनि हुन्छ होला। ल गाइज अब मेरो यो स्टार्ट पनि भइसकेको छ। अब म यहाँबाट केही हिमाल त के भनौँ पहाड बाटैबाट भएको सानो बाटो भएको यो बाटो हिँड्दै जान्छु। किनकि मान्छेहरू मैले देखिसकेको छु मजाको गाउँको गोरेटो बाटो जस्तै बाटो छ होइन। यसमा म आज ठ्याक्कै कुन चाहिँ प्रिफेक्चरमा छु अहिले हेरौँ। मैले गाइस यो ठाउँमा चाहिँ एकदमै त्यहाँको पानी काँडा आएर यहाँ माथि रहेछ। हे इकेदायामा गोदाङ गए टाढै छ त। सकिन्छ कि थाहा छैन। हेरौँ तै नि यस्तो छ है यहाँको ठाउँ। बडा घना जङ्गल छ क्या, डर लाग्दो चिसो। त्यहाँ तलको बडा मजाको घरमा आयो मोरे। ल हेर्नु त बाटो गाउँ छ नि जस्तै छ यो। ल मैले यहाँ आइपुगिसकेँ होइन। यहाँ के यार जीवन मानव शरीर गाडीमा स्थाको चुएको दशा इनोसिसी पनि रहेछ। डर पो लाग्यो थियो यार मलाई त यति बेला। भित्र जाऊँ धेरै मान्छे किन एक्लै छु क्या, झ्याउ लाग्यो यार। कुमा छ यहाँ छ त्यहाँ छ भन्दा 2.5 किलोमिटर हो होइन।
घन्टी बजिरहेको मान्छे आइदियो पढ्छ मान्छे आइरहेको रहेछन् होइन सो मलाई लाग्छ त्यति डर छैन होला जस्तो लागेको छ हेरौँ लेट्स सी गाइज मनमा हल्का डरको भावना हटेको छ मेरो अहिले सजिलो रहेछ एकदमै स्टिप होला भनेको तर रोइन्छ रेस्ट गरौँ 2 मिनट जति आयो चलाम 2 मिनटहरू नै भएन यसो हेरौँ माइसन कस्तो के देखेको छ 2.5 किलोमिटर देखाएको छ कतिसम्म हो कसरी बनाएको छ जापानिजहरूले बाटो यस्तो यो पुरा किलासिला गाडेर ठोकेर बनाएको छ बाटो मजाले बाटो उनीहरू पहिल्यैबाट वनजङ्गलहरू बसाउँछ क्या हो होइन भने त पुरा यस्तो छ त बाटो जङ्गलहरू यस्तो मजाले बाटो बनाएको है अस्तिको र हिजोको पानीले गर्दाखेरि पुरै भिजेर ओस बेला जस्तो भएको छ चिसो ओस छ क्या यहाँतिर तपाईँले हेर्नुभयो भने ठ्याक्कै अहिले चढेको इकेदाना मोरी भन्ने हो मोरी हो गाई फेरि मोरी भनेको चाहिँ जङ्गल हो यो याममा चाहिँ होइन फेरि इकेदाना मोरी भनेर तल ल्याएको थियो यसो हेरेर यो बाटो बनायो होला जस्तो लाग्यो खनाएको छ नि त्यहाँतिर हेर्नु होइन अरू सानोतिनो बाटो त होइन यो बनाएकै हो क्या त्यहाँ तल गाडी आएको ठाउँबाट यति माइसन आएको छु जानुपर्ने केदार मोरी भनेपछि यो ठाउँ होइन त ड्रप दिएको ठाउँ यहाँ तपाईँको म अहिले जान सक्ने अवस्था छैन म एक्लै पनि चाहिँ एकदमै घना जङ्गल रहेको छ यसमा अब म यसलाई यहीँबाटै बिट मार्दै फर्केर मिल्छ भने गाडीमा त के यार के छ नि फेरि टेम्पल रहेछ कि फेरि त्यो रहेछ होइन अब म यहाँबाट फर्किन लागेको छु कहीँ चाहिँ नरिसान ल त्यही है अब मान्छे खासै किन त्यहाँसम्म जान सकिनँ एक्लै पनि छु जङ्गल देख्न सक्नुहुन्छ घना जङ्गल सुनसान होइन त्यही भएर म फर्किन चाहन्छु
मैले जसरी लाग्छ त्यस्तै लगाइदिएको छु। म यहाँ चाहिँ अब भ्लग गर्नु लागेको छ है। मलाई लाग्छ यहाँ चाहिँ माउरी धेरै आउँछ होइन गाइस, किन भन्दाखेरि पुरै हेर्नुहोस् यहाँबाट पुरै भ्याली हो है, एकदमै यो टुरिस्टिक प्लेस मात्रै भएको भनेको चाहिँ यहाँको फुलले गर्दाखेरि है गाइस, किनकि तपाईँको यहाँको फुलले गर्दाखेरि धेरै मान्छेहरू आउने भएको छ। मात्र यति डाँडा मात्रै फुलले ढोकेको छ है। यहाँ चाहिँ बडा मजाको छ। अनि अर्को भनेको यतापट्टि जाने ठाउँ होला। यो तपाईँ लालीग्रास हो है, सानो मध्ये लालीग्रास हो यो। देख्नु पनि गाइजहरू यहाँ पुरा दामी दामीको ठाउँ रहेछ। अनि एकदमै मजाले टपमा आएर चाहिँ फोटो खिचेको छु कि होइन, हेर्नुहोस् यहाँतिर
पिङ्क कलर पनि रहेछ रेड कलर पनि रहेछ है यो मम्मीजीमा दामी देखिन्थ्यो होला तर अहिले ऊ भएको छ फुलिसकेको छ म अब गाइचर यहाँबाट पर्किन्छ अरे खोडीतिर अलिक गाह्रो हुनेहरूलाई यस्तो छ यस्तो मजाको बनाएको यो चाहिँ केही टाइमहरू चाहिँ